नमस्ते साथीहरू, हाम्रो डरलाग्दो र रोमाञ्चक कथाको संसारमा फेरि स्वागत छ। आज हामी रातको फुसफुस अनिताको कथाको एक लामो र अझै रोमाञ्चक यात्रामा जाँदैछौं। रातको फुसफुस अनिताको कथा जंगलको अन्तिम रहस्य र नयाँ साहसिक यात्रा। अनिताले जंगलको डरलाग्दो फुसफुसबाट गाउँलाई मुक्त गराउने कोसिस गरिन्, तर के उनले साँच्चै जंगलको सबै रहस्य सुल्झाइन् वा जंगलले अझ ठूलो रहस्य लुकाएर राखेको छ? यो कथा सुनेपछि तपाईको मन सुनम जस्तो हुनेछ र तपाई के रहेछ त बाँकी भनेर आतुर हुनुहुनेछ। त्यसैले बत्ती निभाउनुहोस् र यो लामो र रोमाञ्चक यात्रामा हामीसँगै जोडिनुहोस्। सुरु गर्नु अघि यो भिडियो लाइक गर्न र च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोस्। ल अब कथा सुरु गरौं। अनिताले जंगलको त्यो पुरानो रुखमा माफी मागेपछि फुसफुस रोकिएको थियो। उनको मनमा शान्तिको अनुभव भएको थियो र उनले सोचेकी थिइन् अब सबै सकियो। गाउँलेहरूले पनि जंगलको दिशाबाट आउने अनौठो आवाजहरू सुन्न छाडेका थिए। अनिताको साहसको कुरा गाउँभरि फैलियो र उनलाई सबैले जंगलकी साहसी केटी भन्न थाले। तर अनिताको मनमा एउटा सानो डर अझै बाँकी थियो, के साँच्चै सबै सकियो? एक दिन अनिता गाउँको नजिकैको खोलामा पानी लिन गएकी थिइन्। खोलाको पानी शान्त थियो र वरपर रमणीय वातावरण थियो। रुखहरूमा चराहरू चिरबिर गरिरहेका थिए र हल्का हावाले अनिताको कपाललाई बिस्तारै उडाइरहेको थियो। अनिताले खोलाको पानीमा आफ्नो अनुहार हेरिन् र उनलाई आफ्नो मुस्कान देखेर खुशी लाग्यो। तर अचानक खोलाको पानीमा एउटा छाया देखियो, एउटा लामो कालो छाया जुन उनले जंगलमा देखेकी थिइन्। अनिताको मुटु जोडले धड्कियो। उनले वरपर हेरिन् तर त्यहाँ कोही थिएन। त्यही रात अनिताले सपनामा एउटा अनौठो दृश्य देखिन्। सपनामा उनले जंगलको त्यही रुख देखिन्, तर रुखको मुनि एउटा सानो ढोका थियो। ढोका खुल्यो र त्यहाँबाट एउटा उज्यालो निस्कियो। उज्यालोमा एउटा सानो केटीको आकृति देखियो जसले अनितालाई हातले बोलायो। केटीले भनिन्, अनिता, हामीलाई बचाऊ, हामी यहाँ अड्किएका छौं। अनिता डरले काँप्दै बिउजिइन्। उनको मनमा प्रश्नहरू उब्जिए, यो को थियो? के जंगलमा अझै कोही अड्किएको छ? अनिताले फेरि माया दिदीलाई भेटिन् र आफ्नो सपनाको कुरा सुनाइन्। माया दिदीले गम्भीर भएर भनिन्, अनिता, तिमीले जंगलको आत्माहरूलाई माफी मागेर शान्त पार्यौ, तर ती आत्माहरू पूर्ण रूपमा मुक्त भएका छैनन्। त्यो रुखको मुनि एउटा पुरानो गुफा छ जहाँ ती हराएका आत्माहरू अड्किएका छन्। तिमीले त्यो गुफामा गएर तिनीहरूलाई मुक्त गर्नुपर्छ। तर सावधान, त्यो गुफामा ठूलो शक्ति छ जसले तिमीलाई पनि आफूसँगै राख्न सक्छ। अनिता डराइन्, तर उनको मनमा एउटा नयाँ उत्साह पनि जाग्यो। उनले सोचिन्, मैले ती आत्माहरूलाई मुक्त गर्नुपर्छ, नत्र यो गाउँ कहिल्यै शान्त हुने छैन। उनले माया दिदीले दिएको एउटा सानो ताबिज र मन्त्र लिएर जंगलतिर लागिन्। यो पटक उनको साथमा गाउँका केही साहसी युवाहरू पनि थिए, रमेश र सुनिता। उनीहरूले अनिताको साहसबाट प्रेरित भएर उनलाई साथ दिने निर्णय गरेका थिए। जंगलमा पुगेर उनीहरूले त्यो रुखको मुनि खोजी गरे। लामो खोजीपछि उनीहरूले एउटा सानो ढोका फेला पारे जुन ढुङ्गाले छोपिएको थियो। उनीहरूले ढुङ्गा हटाए र ढोका खुल्यो। ढोकाबाट चिसो हावा बाहिर निस्कियो र भित्रबाट हल्का उज्यालो देखियो। अनिताले हिम्मत गरेर भित्र पाइला राखिन् र रमेश र सुनिता पनि उनको पछि लागे। गुफाभित्र एउटा अनौठो दृश्य थियो। त्यहाँ ससाना उज्यालो बत्तीहरू हावामा तैरिरहेका थिए र वरपर रमणीय फूलहरूले सजिएको थियो। तर त्यो सुन्दरताको बीचमा एउटा ठूलो कालो छाया उभिएको थियो। छायाले गहिरो स्वरमा भन्यो, तिमीहरू यहाँ किन आयौ? यो ठाउँ हाम्रो हो, यहाँबाट बाहिर निस्कन सक्दैनौ। अनिताले डराउँदै माया दिदीले दिएको मन्त्र पढ्न थालिन्। छायाले चिच्याउन थाल्यो र गुफा हल्लिन थाल्यो। तर अनिताले हार मानिनन्। उनले ताबिज अगाडि राखिन् र मन्त्र जोडले पढिन्। अचानक गुफामा उज्यालो फैलियो र कालो छाया हरायो। त्यही बेला गुफामा रहेका ससाना उज्यालो बत्तीहरूले मानव आकृति लिन थाले। ती हराएका आत्माहरू थिए जो मुक्त भए। उनीहरूले अनितालाई धन्यवाद दिए र उज्यालो बनेर आकाशतिर उडे। गुफा शान्त भयो र अनिता, रमेश र सुनिता बाहिर निस्किए। जंगलमा अब डरलाग्दो फुसफुस थिएन, बरु चराहरूको मधुर आवाज सुनिन्थ्यो। अनिताले गहिरो सास फेरिन् र मुस्कुराइन्। उनले जंगलको अन्तिम रहस्य सुल्झाएको अनुभव गरिन्।
तर जब उनीहरू गाउँ फर्किँदै थिए अनिताले खोलाको किनारमा एउटा सानो चम्किलो ढुङ्गा देखिन्। उनले त्यो ढुङ्गा उठाइन् र त्यसबाट एउटा सानो आवाज सुनियो, अनिता, हामी अझै यहाँ छौं। अनिताको अनुहारमा डर र उत्साह एकसाथ देखियो। उनले रमेश र सुनितालाई हेरिन् र उनीहरूले पनि त्यो आवाज सुने। रमेशले भन्यो, अनिता, यो ढुङ्गा साधारण होइन, यसमा पनि कुनै शक्ति छ। सुनिताले थपिन्, हामीले यो रहस्य पनि सुल्झाउनु पर्छ। अनिताले ढुङ्गालाई हातमा राखेर गहिरो सोचमा डुबिन्। उनले माया दिदीलाई भेट्न जाने निर्णय गरिन्। माया दिदीले ढुङ्गा देखेर गम्भीर अनुहार लगाइन् र भनिन्, यो ढुङ्गा जंगलको होइन अनिता, यो खोलाको गहिराईबाट आएको हो। धेरै वर्ष अघि यो खोलामा एउटा सानो गाउँ थियो। त्यो गाउँ बाढीले बगायो र गाउँलेहरूको आत्मा खोलाको गहिराईमा अड्किएको भनिन्छ। यो ढुङ्गा तिनै आत्माहरूको संकेत हो। तिमीले अब खोलाको रहस्य सुल्झाउनु पर्छ। अनिताको मनमा फेरि नयाँ उत्साह जाग्यो। उनले रमेश र सुनितालाई हेरेर भनिन्, हामीले जंगलको रहस्य सुल्झायौं, अब खोलाको रहस्य पनि सुल्झाउनु पर्छ। रमेश र सुनिता पनि सहमत भए। उनीहरूले खोलाको किनारमा गएर त्यो ढुङ्गालाई पानीमा राख्ने निर्णय गरे। जब उनीहरूले ढुङ्गालाई पानीमा राखे खोलाको पानी अचानक उज्यालो भयो। पानीबाट ससाना उज्यालो बत्तीहरू माथि उड्न थाले र एउटा मधुर आवाज सुनियो, धन्यवाद अनिता, हामी मुक्त भयौं। खोलाको पानी फेरि शान्त भयो र वरपरको वातावरण अझ रमणीय बन्यो। चराहरूको चिरबिर, हावाको मन्द गति र खोलाको मधुर आवाजले अनिताको मनमा शान्ति भरिदियो। उनले रमेश र सुनितालाई हेरेर मुस्कुराइन्। उनीहरूले गाउँ फर्कने बाटो समाते, तर अनिताको मनमा एउटा नयाँ प्रश्न उब्जियो, के यो साँच्चै अन्त्य हो वा अझै कुनै रहस्य बाँकी छ? जब उनीहरू गाउँको नजिकै पुगे अनिताले आफ्नो झोलामा एउटा सानो कागजको टुक्रा फेला पारिन्। त्यसमा लेखिएको थियो, अनिता, पहाडको गुफामा हामीलाई खोज। अनिताले रमेश र सुनितालाई त्यो कागज देखाइन् र उनीहरू सबैको अनुहारमा उत्साह र कौतूहलता एकसाथ देखियो। यो थियो रातको फुसफुस, अनिताको कथा, जंगलको अन्तिम रहस्य र नयाँ साहसिक यात्रा। कस्तो लाग्यो तपाईलाई यो लामो र रोमाञ्चक कथा? अनिताले जंगल र खोलाको रहस्य सुल्झाइन्, तर त्यो कागजको टुक्राले फेरि नयाँ रहस्य खडा गर्यो, होइन? पहाडको गुफामा को अड्किएको छ? अनिताको अर्को साहसिक यात्रा कस्तो हुनेछ? तल कमेन्टमा आफ्नो विचार लेख्नुहोस्। हामीलाई थाहा दिनुहोस्, यो कथाको कुन क्षणले तपाईलाई सबैभन्दा उत्साहित बनायो? यदि तपाई अनिताको ठाउँमा भएको भए त्यो ढुङ्गा उठाउनुहुन्थ्यो र अब पहाडको गुफामा जाने हिम्मत गर्नुहुन्थ्यो? यो कथा मन पर्यो भने लाइक गर्नुहोस्, साथीहरूसँग शेयर गर्नुहोस् र अर्को भागको लागि सब्स्क्राइब गर्नुहोस्। बेलमा थिच्न नभुल्नुहोस्, किनभने अनिताको नयाँ साहसिक यात्रा तपाईलाई झनै चकित पार्नेछ। फेरि भेटौला, तबसम्म सुरक्षित रहनुहोस् र रातमा खोलाको किनार वा पहाडतिर नजानुहोस्।